ओके, यो चाहिँ हाम्रो गड टुर इन्डियाको डे 2 अनि हामी चाहिँ अराउन्ड 3:45 चाहिँ होटल आइपुगेको थियौँ अनि साथी र म चाहिँ एकदम सुपर एक्साइटेड थियौँ। लक्कीली हाम्रो टिकट चाहिँ एक दिन अगाडि नै मनोज गौतम भाइले चाहिँ फिजिकल टिकट चाहिँ लिइदिइसकेको थियो, त्यही भएर हामीलाई चाहिँ अलिकति सजिलो भएको थियो। अनि यो चाहिँ अग्रवाल किचन भनेको चाहिँ त्यही होटल छेउमा खाजा नास्ता पाउने ठाउँ होइन। अनि यहाँ चाहिँ केही अप्सन नै थिएन, त्यही भएर हामी चाहिँ यहीँ बिहानको ब्रेकफास्ट चाहिँ गऱ्यौँ। Ankara Messi गौतम भाइ मनेश भाइ जुङ्गे भाइ यस्तो मोमो सार्नु न। Oh, sit down. कहाँ जान्छ यता आउनु न। हामी गएको चाहिँ कहाँ अरे? हाउडा ब्रिज। अनि आजको दिन चाहिँ 12 डिसेम्बर 2025 अनि भोलि थियो इभेन्ट चाहिँ। अनि आज चाहिँ अब मनोज भाइले सबै टिकटहरू फिजिकल टिकटहरू एक दिन अगाडि नै सबै डन गरिसकेको थियो। अनि त्यही भएर हामीलाई चाहिँ टाइम एकदमै एक दिन फुल टाइम मिलाएको थियो अनि सक्दो कलकत्ता चाहिँ घुम्ने भनेर हामीले प्लान गरेको थियौँ क्या। एन्ड हियर कम्स मेट्रो। Salt Lake Sector 5 Station এই ট্রেনের গন্তব্য হাওড়া ময়দান। পরবর্তী স্টেশন করুণাময়ী। দরজা বাঁ দিকে খোলা হবে। গাড়ি এবং প্ল্যাটফর্মের মাঝের দূরত্ব খেয়াল করবেন। अगला स्टेशन करुणामयी। दरवाजे बंद हैं। कृपया गाड़ी और प्लेटफॉर्म के बीच की दूरी का ध्यान रखें। अनि यो चाहिँ हाउडा स्टेसन होइन। अनि अब हामी चाहिँ यो हाउडा स्टेसन हुँदै हाउडा ब्रिजसम्म चाहिँ जाँदैछौँ क्या। त्यो पर देखेको ब्रिज चाहिँ हाउडा ब्रिज हो क्या। अनि यो सबै पहेँलो कलरको ट्याक्सीहरू यो जति पनि छ यो सबै हिन्दी मुभीहरू हेरिराख्ने बानी भएर होला क्या। कस्तो छुट्टै खालको रमाइलो लागिरहेको थियो क्या यो ट्याक्सीहरू देख्दाखेरि। मनिष भाइ आउँदा त माथि हिँड्न दिँदो त जम्न उता। अनि यो हाउडा ब्रिज चाहिँ जति हेर्दा राम्रो भए पनि एकदमै डर लाग्यो क्या मलाई चाहिँ। एकदमै डर लाग्यो पर्सनली। अब त्यो हिँड्दाखेरि पुरै हल्लिरहेको थियो क्या। अनि मलाई चाहिँ एकदम डर लाग्यो थियो एकदमै। अनि नयाँ मान्छे देख्यो कि पुरै लुट्नलाई रेडी के। यो चिया पसलमा चाहिँ हामीलाई एउटा पानीको 40 रुपियाँ ल्याएको थियो क्या। त्यही पानी अर्कोलाई 20 रुपिसमा बेचिरहेको थियो क्या।
लुट्न पायो भने मस्त लुट्दिने के अनि लाइक ट्याक्सीको त झन् के कुरा गर्नु होइन हामीलाई चाहिँ भिक्टोरिया मेमोरियल कसैले रिकमेन्ड गराएको थियो र जानलाई ट्राई गरिरहेको थियौँ क्याबमा 100 रुपिस देखाइरहेको थियो भने के भन्छ अनि यसरी अब कुरा गर्दाखेरि चाहिँ 500 भन्दिने कि एन्ड लकिली त के भन्नु एकजनाले चाहिँ बल्ल बल्ल 200मा ओके भनेको छ हामी चाहिँ यसरी गएको थियौँ क्या लुट्न पायो भने जहाँ पनि लुट्दिने कि र यो चाहिँ भिक्टोरिया मेमोरियल होइन एकदमै पिसफुल एकदमै राम्रो ठाउँ होइन अनि तर यहाँ क्यामेरा लान एलाउ थिएन अनि यो चाहिँ मैले फोनबाट खिचाएँ हो फोन लान चाहिँ एलाउ थियो है एकदमै राम्रो एकदमै पिसफुल ठाउँ जस कलकत्ता जाँदाखेरि चाहिँ जानै पर्ने ठाउँ लाग्यो क्या मलाई चाहिँ अनि यो चाहिँ नयाँ बजार हो कि के भन्थ्यो एकदमै हामीलाई चाहिँ भोकले एकदमै गाह्रो बनाइरहेको थियो अनि कलकत्ता भन्ने बित्तिकै फुडको लागि एकदमै पपुलर हेनतेन भन्ने सुनेको थियौँ तर हामीलाई चाहिँ प्रपर खाना पाउने ठाउँ नै थाहा नभएर एकदमै दुःख पाएको थियौँ क्या घरि यता घरि उता भइरहेको थियौँ अनि एकदमै गाह्रो भएको थियो हामीलाई चाहिँ अनि अराउन्ड 2 घन्टा जति यताउता घुमेपछि बल्ल एउटा रेस्टुरेन्ट चाहिँ भेट्यौँ हामीले मुश्किल के बाद हमको कुछ खाना खाने को अनि यो खानाको क्वालिटीदेखि लिएर क्वान्टिटीदेखि लिएर प्राइसदेखि लिएर केही कुरा चित्त बुझ्दो थिएन क्या एडिसनल खानाको पनि के भन्छ पैसा तिर्नुपर्ने सब्जीको पनि पैसा तिर्नुपर्ने एकदमै वर्स टेस्टलेस है त अब केही अप्सन नै नभएर चाहिँ हामीले यसरी खानु परेको थियो क्या अनि सर्भिसको त के कुरा गर्नु जबरजस्ती टिप्समा आएको थियो क्या अनि लाइक चेन्ज छैन भनेर 10-20 रुपियाँ चाहिँ हामीले कन्सिडर गरिदिन्छ अनि यो चाहिँ श्रीभूमि स्पोर्टिङ क्लब लेक टाउन होइन जहाँसम्म मलाई के भन्छ जानकारी भएअनुसार यहाँ चाहिँ जहाँ चाहिँ द ग्रेटेस्ट अफ अल टाइम हाम्रो लियोनल मेसीको चाहिँ स्ट्याचु चाहिँ बनाएको छ होइन 70 फिटको लास्टै ठुलो लास्टै बबल हामी चाहिँ एकदमै खुसी एकदम सबैजना एकदम गलेको एकदम टायर्ड फ्रस्ट्रेटेड अवस्थामा चाहिँ यो मूर्ति देखेर चाहिँ कस्तो खुसी भएको थियौँ क्या सबैजना सुपर एकदमै खुसी भएको थियौँ क्या हामीहरू एकदमै रिल्याक्स भएको थियो अनि यो चाहिँ लास्टै एपिक थियो कि जर्सी खोलेर स्ट्याचु अगाडि सेलिब्रेट गर्न थालेको थिएँ मैले पछाडि मेरो साथीलाई क्यामेरा स्लो मोसनमा भिडियो लिइदिनु भनेर दिएको थिएँ अनि यो सबै पछाडिबाट भइरहेको रहेछ मलाई केही पनि आइडिया थिएन अनि जब मलाई चाहिँ एकजनाले भन्यो पछाडि यस्तो भइरहेछ भनेर अनि एकदम एप्रिसिएट गरिरहेको थियो एकदमै रेस्पेक्ट दिइरहेको थियो हाम्रो सबै टोलीलाई नै होइन 6 जनाकै टिमलाई टोलीलाई एकदमै खुसी लागेको थियो क्या त्यो बेलामा चाहिँ अनि यो चाहिँ पछि मैले भिडियो रेकर्ड पछि हेरेपछि मलाई थाहा लाग्यो यस्तो पनि भयो रहेछ र एकदमै इमोसनल भएको थियो क्या अनि यो चाहिँ कहिले सोच्दै नसोचेको यसरी इन्टरभ्यू ब्याक टु ब्याक धेरैजनालाई नै दिएको थिएँ मैले नर्भस भइरहेको बेलामा हिन्दीमा इन्टरभ्यू यसरी एकदमै गाह्रो भएको थियो मलाई यो बेलामा चाहिँ है अनि सबैजना त्यहाँको लोकल न्युजहरू होला सायद एकदमै धेरैजनालाई चाहिँ इन्टरभ्यू दिएको थिएँ अब न हिन्दी राम्रो छ न इङ्ग्लिस राम्रो छ स्टिल आई ट्राइड माई बेस्ट होइन एकदमै अनौठो पनि लागिरहेको थियो खुसी पनि लागिरहेको थियो सबै मिक्स
जाऊँ मैं शायद और एक लगेगा भाइ यो याकको दुधको उयो हो पनिर जम्मा 70 करोड 70 करोड केमा डलरमा कि डलर नि मेरो कामै डलरमा हुन्छ पाउन्ड कि डलर Cheers to Leo Messi, cheers to routine of Nepal Banda Post. धेरै धेरै धन्यवाद मेसीले हेर्नुस् ओके मनोज भाइ थ्याङ्क यू सो मच फर एभ्रिथिङ है हामी भर्खर कुन ढाबा पो पुगेर आयौँ रङदे बसन्ती हजुर रङदे बसन्ती रङदे बसन्तीको ढाबा को होइन रङदे बसन्ती ढाबा कलकत्ता आएर केही खाए जस्तो फिल भयो आज चाहिँ वरना त हमारा लग गए थे सो डिसअपॉइंटिंग फूड आई थिंक गलत जगह पे आ गए गलत जग्गा तर त्यही हो धर्मशालामा सुत्न पनि तयार हो हामी पानी खाएर बस्न पनि तयार हो हामी एनिथिङ फर मेसी एनिथिङ फर द ग्रेटेस्ट अफ अल टाइम ठिकै छ